साथीहरू म चाहिँ यहाँ बाँदर हराउँदैछु आज होइन हाम्रो फार्ममा बाँदर आइपुग्नु लाग्यो यसरी नदबाउने भने त ल सेरु चाले ए पुरै डढेर लागेर हेर्नु त ल ल भयो ल म खोलामा आइपुग्यो है यस्तो ठाउँ झर्दैन म यस्तो ठाउँ झरेँ है हाम्रो कुकुरहरू झर्न सकेर कहाँबाट आयो म त जस्तो बाटो नै हाल्थेँ कि कहाँ डाँडामा बाटो हुने होइन बाटो पनि छैन यस्तो धपाएँ कि मैले हाम्रो कुकुरहरूले नि खतरा जोस् है हाम्रो कुकुरहरूले नि आई लभ माई डग्स ल फेरि यता बाख्रा अब भयो केटा हो ओए कहाँ पारि पुग्यो यार घर जाने अब 1 घन्टा लाउँछ यार अब कुकुरले ल्याउनु पर्यो ओए आवा है कति यस्तो बाटो म हिँडेँ अहिलेसम्म आफ्नो हिँडेको थिएन कि म है हेर न हाम्रो कुकुरहरू कहाँ हो कहाँ अब त 5 वर्ष आउनु न ल बाँदर यस्तै दबासी त खोलामा नि खोला काटिसकियो आओ कुकुरलाई बाघले लग्छु कि भन्नु पर्ने फेरि डर लो न त बाघलाई पनि तर्साउनु पर्यो बाँदर पनि तर्साउनु पर्यो यतै मृग खाथ्यो रे के बाघले अनि हिजो अस्ति बाघहरू लडिरहेको छ यता है यो बाटोमा है साली सेरु आऊ आऊ यता हेर न कहाँ साली अब मैले कुकुरलाई भेटाउन पनि सक्दिनँ कहाँ पुग्यो हाम्रो कुकुरहरू हेर्छ हेर्नु त यहाँ वहाँबाट देखिन्छ वहाँ कहाँ हाम्रो फार्म स्टार्ट हुने त्यहाँ पनि होइन होला यार हामी त यत्रो खोला तरेर आमामा ओहो यता त खतरा रहेछ नि त पौडी खेल्न त यतै आउनुपर्ने रहेछ यार कहाँ गयो कुकुरहरू सेरुलाई त देखियो अब चाली नै भेट्टेन क्या कहाँ पुऱ्याउने त्यो ल्याऊ फेरि कहाँ पुऱ्यायो हेर हामीले तपाईँ फर्किनु क्या अर्कै डाँडामा खान अब के बोलार्कै काम होइन हाम्रो फार्म चाहिँ उहाँ माथि टपमा चाली नै आइपुग्यो होइन आऊ चाली आऊ मेरो भाइहरूलाई म माया गरेर एकछिन होइन कि आऊ भयो आऊ यहाँ आऊ सेरु आऊ आऊ मेरो सेरु आऊ हेर्नु न यिनीहरू खुसी भएर हेर्नु खुसी भएर यिनीहरू भयो अब छोडिदेऊ भयो छोडिदेऊ दबाएर त हामी फर्किँदैछौँ केटाहरू कहाँ उयो नुहाउन गयो आऊ चाली यताबाट आऊ क्यामेरा पनि यति हल्लिरहेको छ नि होइन डुकुर चाहिँ धपाउनु पऱ्यो यो त यस्तो क्लिन पानी हो नि होइन यति सफा पानी छ कि यहाँ माछा पनि होला यार के छैन केटाहरू यहाँ पौडी खेल्न लाग्यो होइन खोइ यहाँ त जाली नै थापेछन् कि हो जाली पनि छ त यहाँ त कसले यार जाली थाप्यो त उही हेरेर त्यहाँ पौडी खेलेको यो अब जाने म पनि पौडी खेलिदिउँ क्या आजको ड्युटी सकिएपछि केटाहरू घर फर्किँदैछन् म चाहिँ के भन्ने म अझै डिएसपी अरू चाहिँ सिपाही मेरो सिपाहीहरू त्यस्तै नभनिदिउँ हामी सबै एकै सबको पोस्ट एउटै है हाम्रो सबको पोस्ट एउटै हो जाम अब उता कि त कता जाने हो र घर जाने हो
आऊ यो त बाघ देख्न पाइने हुन्थ्यो नि यार बाघ नै समाउनु हुन्थ्यो हामी मिलेर बाघ समाउने हो र पुगिसकेपछि पनि पारी बाँदर कराएको सुन्ने फेरि जान्छ नि यार त्यो रुखहरू छ नि सबै रुखहरूमा बसिरहेको छ ऊ बाँदरहरू होइन अरू कुकुरहरू पनि पारी नै छन् चाली चाल्यौँ अब यो आऊ सेरु यहाँ अब त्यो त जाने कि नजाने होला त्यस्तो जङ्गलको बाटो के हिँड्ने है आऊ यहाँ